नमस्कार साथीहरू, खुसीको खबर। नेपालले टेस्ट नेसन विरुद्ध ऐतिहासिक जित निकालेको छ। 27 सेप्टेम्बरमा युएईको शारजा क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजको बीच प्रतिस्पर्धा भएको युनिटी कप सिरिजको फर्स्ट म्याचमा नेपालले जित हात पारेको हो। यो म्याचमा नेपालले सन्दीप लामिछानेलाई टिममा समावेश नगरेर कुशल भुटेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, दिपेन्द्र सिंह एडी, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशीलाई मैदानमा उतारेको थियो, जसमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई ब्याटिङ गर्न आमन्त्रण गरेको थियो। नेपालका ओपनर कुशल भुटेलले 11 बलमा 6 रन हानेर आउट भएका थिए भने आसिफ शेखले 6 बलमा 3 रन हानेर आउट भएका थिए। नेपालका मिडल अर्डर ब्याट्सम्यान क्याप्टेन रोहित पौडेलले 35 बलमा 38 रन बनाएका थिए। कुशल मल्लले 21 बलमा 30 रन बनाएका थिए भने गुलसन झाले 16 बलमा 22 रन बनाएका थिए। त्यस्तै नेपालका भाइस क्याप्टेन दिपेन्द्र सिंह एडीले 19 बलमा 17 रन बनाएका थिए। सन्दीप जोराले 6 बलमा 9 रन बनाएका थिए। सोमपालले 5 बलमा 6 रन बनाएका थिए। नन्दनले 2 बलमा 7 रन बनाएका थिए। यसरी नेपाललाई 8 विकेट गुमाएर 20 ओभरमा 148 रनसम्म बनाउन मद्दत गरेका थिए। त्यस्तै बलिङतर्फ दिपेन्द्रले 3 ओभरमा 1 विकेट लिएर 20 रन खर्चिएका थिए। करण केसीले 3 ओभरमा 1 विकेट लिएर 17 रन खर्चिएका थिए। नन्दन यादवले 1 ओभरमा 1 विकेट लिएर 6 रन खर्चिएका थिए। सोमपालले 4 ओभरमा 43 रन खर्चिएका थिए। ललित राजवंशीले 2 ओभरमा 1 विकेट लिएर 6 रन खर्चिएका थिए। यस्तै क्याप्टेन पौडेलले 3 ओभरमा 1 विकेट लगेर 20 रन खर्चिएका थिए भने कुशल भुटेलले 4 ओभरमा 2 विकेट लिएर 17 रन खर्चिएका थिए। भुटेलले आज बलिङ सँगसँगै फिल्डिङ पनि राम्रो गरेका थिए। वेस्ट इन्डिजले नेपालले दिएको टार्गेट पुरा गर्न सकेन। वेस्ट इन्डिजले 9 विकेट गुमाएर 129 रन मात्र बनाएको थियो, जसले गर्दा वेस्ट इन्डिजले 19 रनले म्याच हार्न पुग्यो। फर्स्ट म्याच जित्दा पनि नेपालका कमजोरीहरू अझै पनि सुधार्नु पर्ने धेरै छन्। नेपालले आजको म्याच जितेर एउटा इतिहास लेखेको छ। नेपालले अब एउटा म्याच मात्र जित्न सक्यो भने पनि टेस्ट नेसन विरुद्ध फर्स्ट बाइलेटरल सिरिज जित्नेछ। नेपाली टिमले अझै पनि यस्तै प्रगति गर्दै जाओस् भन्दै म बिदा हुन्छु। धन्यवाद।